आजसम्म कुनै दलको झोला नबोकेको र पीएचडी अनिवार्य भएको व्यक्तिलाई मात्रै विश्वविद्यालयको उपकुलपति बनाउने बालेन सरकारको निर्णय योग्यता र क्षमताको आधारमा मात्रै इन्ट्री। बालेन सरकारले नेपालका 8वटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि कुनै पनि राजनीतिक दलमा आबद्ध नभएका र विद्यावारिधि अनिवार्य गरेको व्यक्ति मात्र छानिने गरी खुल्ला प्रतिस्पर्धाको आह्वान गरे। जे गर्छ बालेन शाहले गर्छ। झोलेहरूले मात्र पाएको ठाउँमा चाहिँ अब झोलेहरूलाई हटाएर पीएचडी गरेका दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ अब राख्ने भएको छ। अब पीएचडी गरेर पढ्दासम्म पढेर त्यत्रो लगानीमा पीएचडी गरेर जागिर नेपालमै जागिर खाम भन्ने मान्छेले जागिर खान नपाएर विदेशमा आएर दुःख गरेको हामीले नै देखिरहेका थियौँ। अब चाहिँ नेपालमै अब ठाउँ पाइसकेपछि त अब विदेश आउनु परेन। जे होस् नेपालमा सक्षम मान्छे, निष्पक्ष मान्छे, एकदम विज्ञ मान्छेहरू नेपालमा भइसकेपछि चाहिँ राम्रो पोस्टमा भइसकेपछि चाहिँ नेपालमा चाहिँ एकदम डेभलप हुन्छ, विकास हुन्छ। बालेन शाहको यो निर्णय चाहिँ मलाई एकदमै मन पर्यो। तपाईहरुलाई कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिन नबिर्सनु होला। एक शेयर, एक लाइक, एक फलो गर्न पनि नबिर्सनु होला है त।